हात्तीको भिडियो हेर्नु होला है त। हाम्रो हरि अङ्कल चाहिँ हात्तीको साथी भएन। एउटा मेरो यो बच्चा त जता छ मान्छे उतै खेल्नु जिस्किनु आउँछ क्या। यसको माउ चाहिँ यो उता हो, बच्चा त जिस्किनु आउँछ। खतरा छ बच्चा पनि जिस्किन्छ, हात मिलाउँछ। अब म चाहिँ हात्तीतिर जाँदैछु। अब हात्तीले पैसा दिनुपर्छ, हात्तीले चाहिँ ढोग्छ। तपाईँलाई प्रणाम गर्छ, उसले पैसा चाहिँ लिएर आफ्नो मालिकलाई दिन्छ, माउतेलाई। एकदम यहाँ चाहिँ घुम्न आउनु होला। यो ठाउँ चाहिँ हो भागलपुर मिरकुन्जा। एकदम यहाँ चाहिँ हात्तीहरू 2टा छ अनि एउटा बच्चा, त्योमा 3टा छ। हेर्ने 4जना हुनुहुन्छ है त। यहाँ चाहिँ पैसा दिनुपर्छ हात्तीले। एकदम तपाईँलाई आशीर्वाद दिन्छ है। आशीर्वाद दे सर, आशीर्वाद दिनु बाजे बच्चा अर्कोले देखे गर्दैन ठुलोले। आज यहाँको भ्यू चाहिँ एकदम ठुलो पुरा। यहाँ चाहिँ घुम्नु एकदम चाहिँ ल हेर्नु आउनु होला यो ठाउँमा होइन। एकदम राम्रो छ हेर्नु भ्यूहरू। अनि म नचढ्नु दोस्। बेलुका त आउनु भ्याउँदैन त मलाई फोटो हान्नु। हेर्नु होला हात्ती लम्केको, हात्ती लमक 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 लम्केको। जति हात्ती लम्क्यो उति छिटो हिँड्छ अरे क्या। जति गरे पनि हात्तीलाई चाहिँ हामीले कुदेर जित्नु सकिँदैन। हात्तीले खेद्दा चाहिँ बङ्गटीमा भाग्नुपर्छ भन्छ। तर यो चाहिँ घरपालुवा हात्ती हो। अहिले चाहिँ केही विचार गर्दैन, पैसा दिँदाखेरि आफ्नो साउलाई दिनुहुन्छ। मिरकुन्जा कोशी टप्पु एकदम ठुलो ठाउँ छ। यहाँ चाहिँ घुम्न आउने तपाईँहरूले एकदम मनको सुविधा खुसी साथमै अब हुन्छ। यो चाहिँ पुरा आज न बिच बिचाउन एकदम एकदम ठुलो। यहाँ चाहिँ समथिङ तपाईँको ठुलो ठुलो छ। यहाँ गिद्धहरू पनि छ अरे, गिद्धहरू देखाउनु। यो चाहिँ बेलखा 2 उदयपुर भागलपुरमा राखेको हात्ती। यो चाहिँ मिरकुन्जा वनरक्षण। यो चाहिँ हात्तीहरू हेर्न आउनु सक्नुहुन्छ। यहाँ चाहिँ एकदम ठुलो ठाउँ छ। तपाईँहरूले हेर्दाखेरि चाहिँ एकदम मजाले हेर्नु होला। कहाँबाट हेर्नुहुँदैछ भिडियोलाई पनि सेयर गरिदिनु होला, एकखेप कमेन्ट पनि गरिदिनु होला है त। तपाईँहरूलाई यो मैले हात्ती पुरा देखाएको छु। चाहिँ मैले टाइमै लस गरेर गएको। आज चाहिँ कति अब ठाउँ पनि ठुलो छ, एकदम ठुलो 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 ठुलो। यहाँ चाहिँ एकदम ठुलो ठाउँ छ। अब एकदम मौसम राम्रो छ, चरा चुरुङ्गी इत्यादि सबै चिज पाउँछ। भिडियो चाहिँ एकखेप सेयर गरिदिनु होला लोप नगरी है त। धन्यवाद। नमस्ते नमस्ते। अनि 9:30 बजे भन्छ त, अनि 8 बजे मिरकुन्जा कोशी टप्पु एकदम ठुलो ठाउँ छ। यहाँ चाहिँ घुम्न आउने तपाईँहरूले एकदम मनको सुविधा खुसी साथमै अब हुन्छ। यो चाहिँ पुरा आज न बिच बिचाउन एकदम एकदम ठुलो। यहाँ चाहिँ समथिङ तपाईँको ठुलो ठुलो छ। यहाँ गिद्धहरू पनि छ अरे।